देखाउँदा नि कति रमाइलो स्प्रेड गरिरहनु जस्तो लाग्छ साथीहरू यदि तपाईहरु अहिले पनि यस्तै चीज ग्रेटर युज गर्नु भएको छ भने तपाईले आफ्नो एफर्ट र टाइम वेस्ट गरिरहनु भएको छ। तपाईहरुलाई मैले दामी खालको भाइरल चीज ग्रेटर र यो भेजिटेबल श्रेडर र स्लाइसर लिएर आएको छु। यसलाई युज गर्न एकदमै सजिलो छ। यो भीमा हाल्ने फ्ल्याट भीमा अनि यो लक हुन्छ, यो लगेपछि पुरै यो लक बस्छ अनि तपाईको ह्यान्डल हुन्छ, यो ह्यान्डल यसमा लक अनलक हुन्छ। तपाईको कुन स्लाइस गर्ने, यदि स्लाइस भने यो स्लाइसर युज गर्ने, यसरी भित्र पठाउने अनि यसको भित्र भएर पुरा लक गरेर अनलक गर्नुहुन्छ। ल हेर्नुहोस् साथीहरु, म तपाईलाई यो क्युकम्बर कसरी इजिली स्लाइस गर्छ म देखाउँछु। जस्ट यसलाई माथि यसरी हाल्नुपर्छ। केही चलाउनु पर्दैन। ल साथीहरु, अब म यो क्यारट कसरी इजिली स्ट्रेट गर्छ देखाउँछु। यो चाहिँ ठुलो पिसमा स्ट्रेट गर्छ, त्यसपछि म सानो पिस गरेर देखाउँछु साथीहरु। साथीहरु, यदि त्यो क्यारट मुनि गएन यो यसले थिच्दै र मुनिसम्म पठाउँदा नि हुन्छ साथीहरु। तपाईको हात पनि काटिदैन। देख्नुहुन्छ साथीहरु कति इजिली हैन। म तपाईलाई सानो पिस पनि गरेर देखाउँछु। साथीहरु, म यही क्यारटलाई म सानो सानो स्ट्रेटमा कसरी हुन्छ म देखाउँछु है साथीहरु। एकदमै इजी गाइस, म देखाउँदा नि कति रमाइलो स्ट्रेट गरिरहनु जस्तो लाग्छ साथीहरु। किचनमा त हातै निकाल्नु मन लाग्दैन। यसमा म मुनि पेसी युज गर्छु साथीहरु। जब सकेछ तब पुरै हुन्छ। हेर्नुहुन्छ साथीहरु, तपाईको चाउमिन अरु भेजिटेबल चप गराएर युज गर्न सक्नुहुन्छ। गिफ्टको लागि नै एकदम राम्रो छ साथीहरु। ल हेर्नुहोस् कति मसिनो कति राम्रो छ यो। यदि तपाईहरु नि यस्तै टाइम बचाउन चाहनुहुन्छ र एफर्ट बचाउन चाहनुहुन्छ भने तलको ओरेन्ज कलरमा क्लिक गरेर लिइहाल्नु होला साथीहरु।